आज चाहिँ हाम्रो यो जागृत चोक टोल सुधार समितिका सबैजना हामी दाजुभाइ तथा दिदीबहिनीहरू भेला भएर हाम्रो यो जागृत चोकको यता आदर्श स्कुल जाने बाटो खोलासम्म हामीले चाहिँ सरसफाइ कार्यक्रम गरिरहेछौँ। कति धेरैजना आउनुभएको छ। बिहान 6:30 बजेदेखि सुरु भइसक्यो। अझै कतिजना सूचना पाउनु भन्नलाई थाहा नपाएर आउनु भएन र पनि यहाँ जे जति छौँ हामी सबैले सरसफाइ गर्दैछौँ। अब हाम्रो गाउँ हामी आफैले बनाउनुपर्छ। गाउँ टोल अब चाडबाड पनि लागिसक्यो। झारपातहरू बढेर यहाँ हामी सबैजना जागृत चोकवासीहरू भेला भएर सरसफाइ गर्दैछौँ। यो चाहिँ सरसफाइ गरेको दृश्य हो। यो हाम्रो जागृत टोल सुधार समितिले गरेको कार्यहरू हो। जब सानो सानो भइसकेपछि चाहिँ हुन्छ दाजु त्यसरी चाहिँ